जुम्ली जनताको नाम जोडिन्थ्यो भने एकजना मान्नेले जुम्ला जिल्लालाई त्यो उचाइमा पुर्याउनका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो र त्यो कुरा अब पनि चुनाव होला, अब पनि मान्नेज्यूहरू निर्वाचित हुनु होला। तर मान्य ज्ञानबहादुर साईले जुम्लालाई राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिका अब कुनै पनि मान्नेले खेल्न सक्नुहुन्न, म दावाका साथ भन्दैछु। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले केही हाम्रो नरेश भण्डारी लगायतका मान्छेहरूले अगुवाई गरे। हिजो जुम्ला रोग भोग शिक्षाको केन्द्र भनेर भनिन्थ्यो, जुम्लामा बिरामी हुँदाखेरि सिटामोल पाइन्न भनेर भनिन्थ्यो। तर आज यही ठाउँमा डाक्टर उत्पादन भएको छ, यही ठाउँमा मेडिकल शिक्षाको प्रारम्भ भएको छ। त्यत्रो विशाल छिमेकी दक्षिणतिरको देश भारतबाट मान्छेहरू मेडिकल शिक्षा पढ्नका लागि जुम्लामा आउँछन् भनेपछि त्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अहिले नेपाल अधिराज्यभरि एउटा सन्देश दिएको छ कि ओहो जुम्लाका मान्छेहरू त्यही डाक्टर उत्पादन हुन सक्ने खालको शैक्षिक अवस्था त्यहाँ भइसकेको छ भन्ने खालको एउटा सन्देश दिएको छ। अनि यो हाम्रो प्याराग्लाइडिङ कार्यक्रमले जुम्लामा अरू अध्यक्षहरूले पनि गर्न सक्थ्यो होला, अरू पालिकाहरूले पनि गर्न सक्थ्यो होला। जुम्ला त्यस्तो रोग भोग अशिक्षाबाट पिछडी भएको जुम्लामा पनि यस्ता खालका साहसिक पर्यटनका गतिविधिहरू सुरु भए गरे है। जुम्लाका मान्छेहरू प्याराग्लाइडिङ चढ्नका निम्ति तछाड मछाड गरिरहेका छन् भन्ने एउटा सन्देश यो देशमा दिइराखेको छ। त्यसैले यो नवीन सन्देश दिने सन्दर्भमा तपाईँ क्याप्टेन साथीहरू र हाम्रै गुडिसोड गाउँपालिकाका सम्पूर्ण टिमहरूको ठुलो अथाह भूमिका छ। त्यसैले अब निराश होइन, ऊर्जा बोकेर तपाईँहरू घर फर्किनुहोस्, एकदमै खुसीको मुद्रामा तपाईँहरू चाहिँ आफ्नो गन्तव्यमा जानुहोस् र तपाईँहरूको हरेक काम राम्रो हुनेछ। म त्यही कुराको शुभेच्छा प्रकट गर्न चाहन्छु। त्यसैले यो हाम्रो गौरवको कार्यक्रम हो, यो कार्यक्रम निरन्तर रूपमा चल्छ। हाम्रो सरकार रहँदैमा हामी निर्वाचित, हाम्रो कार्यकाल हुन्जेलसम्म फेरि पनि निर्वाचित हुने चेष्टा पनि गर्छौँ। निर्वाचित भएसम्म यो कार्यक्रम गतिविधि निरन्तर रूपमा अगाडि बढ्छ। म यति कुरा गर्न चाहन्छु। र अर्को कुरा, म अर्को महत्त्वपूर्ण यहाँ कुरा के भन्न चाहन्छु भने यो नेक्स्ट इयर पनि यो कार्यक्रमलाई हामी अगाडि बढाउँछौँ, तर नयाँ विधि र नयाँ प्रक्रियाबाट यो कुरालाई अगाडि बढाउन चाहन्छौँ। अझ योभन्दा उत्साहजनक सहभागिता हुने, योभन्दा अझ ऐतिहासिक ढङ्गले सम्पन्न गर्ने बाटोमा निकै विचार विमर्श गरेर, मौसमको प्रतिकूलतालाई हेरेर, क्याप्टेनहरूको उत्साहजनक सहभागितालाई हेरेर, यहाँको अनुकूल समयलाई हेरेर र त्यो ढङ्गको हामीले विधि र प्रक्रिया अवलम्बन गरेर नेक्स्ट इयरको हाम्रो कार्यक्रम अझ भव्य ढङ्गले सम्पन्न हुनेछ र यहाँहरू नेक्स्ट इयर पनि यो ठाउँमा आउनुपर्नेछ र यो धरतीमा हामीले चाहिँ यो गुडिचोडको निलो आकाशमा हामीले चाहिँ चरा भएर उड्नुपर्नेछ भन्ने खालको मानसिकता बोकेर यहाँहरू हिँड्दिनका लागि अनुरोध गर्न चाहन्छु। अर्को कुरा, गम्भीर कुरा उठेको छ। मेरो एकजना छोरो मेरो घर नजिकै छेउमा मेरो घरसँग टाँसिएको बाबु हो, जसको अहिले बुवा इन्डियामा हुनुहुन्छ, मम्मी पहिले नै बितेर गइसक्नुभयो। भनेपछि मनोज बुढा जस्ता मान्छेहरू आज यो एउटा अभियानमा गएका छन् भनेपछि अहिले हामीले नयाँ जनशक्ति उत्पादन गर्नका निम्ति 20 लाख रुपियाँ विनियोजन गरेका छौँ। म यस टिमको क्याप्टेन, टिमको मेन कमान्डर, चिफ मान्छेलाई म के आग्रह गर्न चाहन्छु भने यो दसैँ र तिहारको बिचमा एउटा कार्यविधि निर्माण गर्छौँ। कार्यविधि के निर्माण गर्छौँ त भन्दाखेरि हामीले क्याप्टेन छनौटमा पठाउने मान्छेहरूको छनौट सम्बन्धीको एउटा कार्यविधि बनाउँदैछौँ। यो कार्यविधिले दसैँ र तिहारको बिचमा पूर्णता पाउनेछ। लगतै यो फेस्टिभल समाप्त भइसकेपछि हामी तपाईँहरूको सल्लाह लिएर एउटा विधि र प्रक्रियाबाट छनौट गर्नेछौँ र छनौट गरिसकेपछि पहिलो चरणमा हामी 5 देखि 6 जना यो गुडिचोड गाउँपालिकाका हुनार, इच्छा शक्ति बोकेका र भोलि ठुलो सपना बोकेर यो आकाशमा उड्ने सपना बोकेका ती व्यक्तिहरूलाई गुडिचोड गाउँपालिकाको सरकारले लाख रुपियाँ लगानी गरेर, अहिले 20 लाख लगानी गर्छ, अर्कोचोटि फेरि 20 लाख लगानी गर्छ, करोडौँ लगानी गर्नुपर्ने भने लगानी गरेर जहाँ गए पनि नेपालको जुनसुकै आकाशमा उडाए पनि जुम्लाको माटो, जुम्लाको हावापानीबाट उनीहरू हुर्केर त्यो खालको ऊर्जा बोकेर यो आकाशमा उड्नेछन् र त्यो खालको पनि म सङ्कल्प यहाँहरूको बिचमा म व्यक्त गर्न चाहन्छु। र अन्तमा म के भन्न चाहन्छु भने तपाईँ हाम्रो सम्बन्ध निरन्तर रूपमा अगाडि बढिरहनेछ। यो हाम्रो प्रारम्भिक चरणको एउटा सम्बन्ध मात्रै हो, यसपछि पनि हाम्रो सम्बन्धका कार्यक्रमहरू अगाडि बढ्नेछन् र यहाँहरू एकदम